यो माथि पिन गरेको कमेन्ट हेर्नुहोस्। माथिको कमेन्टमा डिएक्स नेपालजी लेख्नुहुन्छ, लाइसेन्स निकालेको 87 डेज भयो, मिल्छ कि मिल्दैन भनेर सोध्नु भएको छ। यसको एन्सर सिधा अनि स्ट्रेट छ, मिल्दैन। तर किन मिल्दैन यो जान्नको लागि यो भिडियो अन्तिमसम्म स्किप नगरी हेरिदिनु होला। तपाईसँग नेपालको ड्राइभिङ लाइसेन्स छ र नेपालको ड्राइभिङ लाइसेन्सलाई जापानको लाइसेन्समा कन्भर्जन गर्न चाहनु भएको छ भने यो कुराहरू तपाईले बुझ्नै पर्छ। रुल सिम्पल छ तर अलिकति स्ट्रिक्ट चाहिँ छ। जापानमा लाइसेन्स निकाल्नको लागि नेपालमा लाइसेन्स निकालेको मितिले कम्तीमा 90 डेज चाहिँ नेपालमा स्टे गरेको प्रमाण हुनुपर्छ। एउटा कुरा ध्यान दिनुहोस्, 90 डेज भनेको 90 डेज नै हो। यदि तपाईँ लाइसेन्स निकालेर 89 डेज बस्नु भएको छ भने हजुरको चाहिँ रिजेक्ट हुन्छ। धेरैलाई के लाग्न सक्छ भने 87 डेज मात्रै त हो नि, 3 दिन मात्रै कम हो भन्ने सोच्नुहुन्छ भने त्यो लजिकले जापानमा काम गर्दैन। जापानमा किन काम गर्दैन त्यो बुझौँ। नेपालदेखि जापान आउँदा बखतको पासपोर्टको स्टाम्प चेक गरिन्छ। पासपोर्टको स्टाम्प चेक भइसकेपछि त्यहाँबाट चाहिँ हजुरको काउन्टडाउन सुरु हुन्छ। त्यो मिति अगाडि ऊ 90 दिन नेपाल बसेको छ कि छैन, या त 90 दिन अगाडि जापान आएको छ भन्ने कुरा। त्यसैले गर्दा सिस्टमले कम्प्रोमाइज नगर्ने भएको हुनाले कम्पलसरी 90 डेज बसेर मात्रै जापान आउनु हुन मेरो अनुरोध छ। सामान्य कुरामा ख्याल नगरेको कारणले धेरैजनाले जापान आइसकेपछि दुःख पाउने गर्नु भएको छ। तपाईको केसमा पनि सेम भएको छ भने पहिला लाइसेन्स निकालेको मितिले डेज काउन्ट गर्नु होला, त्यसपछि मात्र प्रक्रियामा अगाडि बढ्नु होला।